के तपाईलाई थाहा छ 2082 भाद्र महिनामा नेपाल र विश्वभर घटेका महत्त्वपूर्ण घटनाक्रम कुन कुन हुन्? आजको भिडियोमा हामी 2082 साल भाद्र महिनाभरिका सबैभन्दा महत्त्वपूर्ण समसामयिक सामान्य ज्ञानका तथ्यहरूलाई नजिकबाट हेर्नेछौँ, बुझ्नेछौँ। तपाईँ विद्यार्थी हुनुहुन्छ, प्रतियोगी परीक्षा दिँदै हुनुहुन्छ वा सामान्य ज्ञानमा अपडेट रहन चाहनुहुन्छ, यो भिडियो तपाईका लागि निकै उपयोगी हुनेछ। सुरु गरौँ आजको समसामयिक भिडियो। 2082 भाद्र महिनाका समसामयिक सामान्य ज्ञान। आजको भिडियोमा समेटिएका समसामयिक विषयहरू यस प्रकार रहेका छन्। नेपालको पहिलो महिला प्रधानमन्त्री, नेपालको पहिलो महिला महान्यायाधिवक्ता, 32औं प्रहरी महानिरीक्षक, विश्वको पहिलो एआई मन्त्री, भारतका 15औं उपराष्ट्रपति, फ्रान्सका नयाँ प्रधानमन्त्रीमा सेबास्टिया, 67औं रेमन म्याग्सेसे पुरस्कार 2025, युएस ओपन टेनिस च्याम्पियनसिप 2025, मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार 2081, मिस नेपाल वर्ल्ड 2025, नेपाल आइडल सिजन 6, ग्लोबल पिस इन्डेक्स 2025, 13औं राष्ट्रिय निकुञ्ज छायामाथ, सगरमाथा र अन्य हिमाल आरोहण शुल्कमा परिवर्तन, साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलन 2025, नेपालमा जेनजी आन्दोलन 2025, अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत आयोजना, भाद्र महिनामा पर्ने दिवसहरू र केही समसामयिक एक लाइनमा। अब हेरौँ विस्तृतमा समसामयिक विषयहरू। नेपालको पहिलो प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएको छ। भदौ 23 र 24 गतेको जेनजी आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्कीलाई जेनजीका प्रतिनिधिको सिफारिसमा 2082 भदौ 27 गते राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार प्रमुखको रूपमा नियुक्त गर्नुभएको हो। कार्कीले देशको पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभएको छ भने 6 महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु मुख्य कार्यभार रहेको छ। कार्कीका पूर्व कार्य अनुभव विशेषता: नेपालकी पहिलो महिला प्रधान न्यायाधीश हुनुभएको, न्यायालयमा इमान्दार छवि, लोकमान सिंह कार्की प्रकरण, सुडान घोटाला, दाइजो मुद्दा, बैंक अनियमितता जस्ता चर्चित फैसलामा निर्णायक भूमिका निर्वाह गर्नुभएको। त्यस्तै कार्कीलाई निर्भीक, इमान्दार, न्यायप्रति समर्पित व्यक्तित्व मानिन्छ। पहिलो महिला सरकार प्रमुखको इतिहास रच्न सफल हुनुभएकोमा सुशीला कार्कीज्यूलाई हार्दिक बधाई। नेपालको पहिलो महिला महान्यायाधिवक्तामा सबिता भण्डारी नियुक्त हुनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले भदौ 29 मा नियुक्त गर्नुभएको हो। उनी राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त हुन्। वरिष्ठ अधिवक्ता, न्यायप्रति समर्पित र अनुभवी भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्न सफल भएकी हुन्। त्यस्तै पहिलो महान्यायाधिवक्ता कालीप्रसाद उपाध्याय हुन् भने सबिता भण्डारी 30औं महान्यायाधिवक्ता हुन्। नेपाल प्रहरीको 32औं प्रहरी महानिरीक्षक आइजिपीमा चन्द्रकुबेर खापुङ नियुक्त हुनुभएको छ। 2082 भदौ 13 गते बसेको मन्त्री परिषद बैठकको निर्णयले प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गरेको हो। निर्णय मिति भदौ 13 गतेको भए तापनि लागू मिति भदौ 19 गते हो। खापुङ यसभन्दा अगाडि प्रहरी अतिरिक्त महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। 2051 सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका खापुङ मङ्सिर 23 मा अवकाश हुँदैछन्। उनलाई एक शान्त, अनुशासित र व्यवहार कुशल अधिकृतका रूपमा चिनिन्छ। पूर्व आइजिपी दीपक थापा भदौ 18 गतेदेखि अवकाशमा गएपछि भदौ 19 गतेबाट खापुङले कार्यभार सम्हाल्नु भएको हो। त्यस्तै पहिलो प्रहरी महानिरीक्षक तोरण शमशेर जबरा हुन्। विश्वको पहिलो एआई मन्त्रीमा डिएलालाई नियुक्त गरिएको छ। सन् 2025 सेप्टेम्बर 11 तारिखका दिन डिएलालाई अल्बानियाका प्रधानमन्त्री एडी लामाले आफ्नो मन्त्री परिषदमा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरेका हुन्।
डिएलालाई मन्त्रीमा नियुक्त गर्नुको मुख्य उद्देश्यमा भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन प्रणाली प्रवर्धन र सार्वजनिक कोष र सरकारी परियोजना अनुगमन रहेको छ। त्यस्तै प्रधानमन्त्रीका भनाइअनुसार अब ठेक्का टेन्डरहरूमा 100% पारदर्शिता सुनिश्चित हुने र भ्रष्टाचार मुक्त प्रक्रिया प्रवर्धन हुनेछ। डिएला अल्बानियाको नेशनल एजेन्सी फर इन्फर्मेसन सोसाइटीद्वारा विकसित कृत्रिम बुद्धिमत्ता प्रणाली हो। त्यस्तै डिएला अल्बानियाली शब्द डिएल्लेबाट निर्मित शब्द हो, जसको अर्थ सूर्य हुन्छ। हामीले सम्झनुपर्ने पहिलो एआई मन्त्री डिएला कुन देश? अल्बानिया। अल्बानिया सरकारको मन्त्री परिषदमा डिएलालाई भर्चुअल मन्त्रीमा नियुक्त गरिएको छ। यति चाहिँ सम्झनु पर्यो। अब अर्को समसामयिक विषय। भारतका 15औं उपराष्ट्रपति पदमा चन्द्रपुरम पोन्नुसामी राधाकृष्णन निर्वाचित भएका छन्। पदभार ग्रहण मिति 12 सेप्टेम्बर 2025, निर्वाचन मिति 9 सेप्टेम्बर 2025। चन्द्रपुरमले कुल भ्यालिड इलेक्टोरल भोट 752 मध्ये 452 मत प्राप्त गरेका थिए। उनी भारतीय जनता पार्टी बीजेपी का नेता हुन्। त्यस्तै विभिन्न राज्यका गभर्नर र संसदका सदस्य समेत भइसकेका नेता हुन्। चन्द्रपुरमभन्दा अगाडिका उपराष्ट्रपति अर्थात् 14औं उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्यका कारण राजीनामा दिएपछि उपराष्ट्रपतिको निर्वाचन भएको थियो। अब अर्को समसामयिक विषय। फ्रान्सका नयाँ प्रधानमन्त्रीमा सेबास्टिया लेकोर्नुलाई नियुक्त गरिएको छ। उनले सन् 2025 सेप्टेम्बर 9 तारिखका दिन पदभार ग्रहण गरेका हुन्। पूर्व प्रधानमन्त्री फ्रान्सवा बैरूले विश्वासको मत गुमाएर राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले लेकोर्नुलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। लेकोर्नु यसभन्दा अगाडि रक्षा मन्त्री थिए भने उनी रेनेसान्स पार्टीका नेता हुन्। परीक्षाका लागि नयाँ प्रधानमन्त्रीको नाम त छँदैछ, तल दिएको फ्रान्सको राजधानी, मुद्रा लगायतका विषयहरू पनि सम्झनुहोला। अब अर्को समसामयिक विषय। सडसठीऔं रेमन म्याग्सेसे पुरस्कार 2025। सन् 2025 को रेमन म्याग्सेसे पुरस्कार विजेताहरू शाहिना अली मालदिव्स, फाउन्डेसन टु एजुकेट गर्ल्स ग्लोबल्ली भारत। यो संस्थाका संस्थापक सफिना हुसेन हुन्। त्यस्तै यो पुरस्कार प्राप्त गर्ने अर्का व्यक्ति फ्लाभियानो एन्टोनियो एल्भिल्लानुएभा फिलिपिन्सका हुन्। रेमन म्याग्सेसे पुरस्कारलाई एसियाको नोबेल पुरस्कार भनेर चिनिन्छ। पुरस्कार प्रदान गर्ने संस्था रमन म्याग्सेसे अवार्ड फाउन्डेसन फिलिपिन्स हो। पहिलो पटक यो पुरस्कार सन् 1958 मा प्रदान गरिएको थियो। रमन म्याग्सेसे विनर फ्रम नेपाल महेश चन्द्र रेग्मी 1977, भरत कोइराला 2002, सन्दुक रुइत 2006, महावीर पुन 2007 र शक्ति समूह 2013 गरी 5 जनाले यो पुरस्कार प्राप्त गरेका छन्। नेपालका 5 जना पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम समझ्ने तरिका। म भरे सन्दुकको मह खाएर शक्ति निकाल्छु। अब लागौं अर्को समसामयिक विषयतर्फ। युएस ओपन। युएस ओपन टेनिस च्याम्पियनसिप 2025 भर्खरै सम्पन्न भएको छ। यो प्रतियोगिता युएसटिए बिली जिन किङ नेशनल टेनिस सेन्टर न्युयोर्कमा सन् 2025 अगस्त 24 देखि सेप्टेम्बर 7 सम्म आयोजना गरिएको थियो। यो प्रतियोगिता हरेक वर्ष युएस टेनिस एसोसिएसनले आयोजना गर्ने गर्दछ। युएस ओपन राति खेलाइने प्रतियोगिता हो भने हार्ड कोर्टमा खेलाइन्छ। त्यस्तै युएस ओपन यो वर्षको चौथो र अन्तिम ग्रान्ड स्ल्याम प्रतियोगिता हो। वर्षको सुरुवातमा अस्ट्रेलियन ओपन, मे जुनमा फ्रेन्च ओपन, जुन जुलाईमा विम्बल्डन च्याम्पियनसिप र अन्तिम युएस ओपन अगस्त सेप्टेम्बरमा आयोजना गरिन्छ। पुरस्कार राशि सन् 2025 मा 90 मिलियन युएस डलर बनाइएको छ। सन् 2024 मा 75 मिलियन डलर थियो। पहिलो युएस ओपन सन् 1881 देखि हरेक वर्ष आयोजना गरिँदै आएको छ। युएस ओपन प्रतियोगिताका प्रकारहरू: पुरुष सिंगल्स, महिला सिंगल्स, डबल्स, डबल्समा पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स। त्यस्तै जुनियर र व्हीलचेयर टेनिस प्रतियोगिता हुन्छ। युएस ओपन टेनिस च्याम्पियनसिप 2025 का विजेताहरू: पुरुष एकलका विजेता
कार्लोस अल्काराज स्पेन र महिला एकलका विजेता आर्याना साबालेन्का बेलारुस। त्यस्तै पुरुष डबल्सका विजेता मार्सेल ग्रानोलर्स स्पेन र होरासियो जेवालोस अर्जेन्टिना। महिला डबल्सका विजेता ग्याब्रिएला डाब्रोभस्की क्यानाडा र एरिन राउटलिफ न्युजिल्यान्ड। पुरुष व्हीलचेयर एकलका विजेता तोकितो ओडा जापान र महिला व्हीलचेयर एकलका विजेता युई कामिजी जापान। धेरैजसो परीक्षामा पुरुष एकल र महिला एकलका विजेता सोध्ने गरेको छ। त्यसैले युएस ओपन टेनिस च्याम्पियनसिप 2025 का पुरुष एकल अर्थात् मेन्स सिंगल्सका विजेता स्पेनका कार्लोस अल्काराज हुन् भने महिला एकल अर्थात् विमेन्स सिंगल्सका विजेता बेलारुसकी आर्याना साबालेन्का हुन्। यो दुई खेलाडीको नाम सम्झनुहोला। अनि यो उपाधिसँगै यी दुवै खेलाडीले युएस ओपन दुई पटक जितेका छन्। मदन पुरस्कार 2081 विजेता छुदेन काविमो उर्माल उपन्यासका लागि। उनी भारतीय नेपाली भाषी हुन्। पुरस्कार राशि रु 4 लाख रुपैयाँ। श्रेष्ठ सूचीमा परेका 7 पुस्तक छुदेन काविमोको उर्माल, रमेश भुसालको छालबाटो कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको दर्जु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयस सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु व्यापार र विद्रोह, नेपालको भोटचिन सम्बन्ध र भारत र तीर्थ गुरुङको हिउँको गीत। वस्तुगत प्रश्नोत्तरमा कृति र लेखक खण्डमा यसबाट प्रश्न सोध्न सक्ने सम्भावना भएकाले यी कृति र लेखकलाई सम्झने प्रयास गर्नुहोला। मदन पुरस्कार 2080 मुकाम रणमैदान नामक औपन्यासिक कृतिका लागि साहित्यकार मोहन मैनालीलाई प्रदान गरिएको थियो। जगदम्बा श्री पुरस्कार 2081 प्रेमदेव गिरी अघिल्लो वर्ष प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादवलाई प्रदान गरिएको। पुरस्कार राशि रु 4 लाख रुपैयाँ। नबिर्सनुहोस् है त। मदन पुरस्कार 2081 पाउने छुदेन काविगो हुन् भने 2080 मा साहित्यकार मोहन मैनालीलाई प्रदान गरिएको थियो। त्यस्तै जगदम्बा श्री पुरस्कार 2081 प्राप्त गर्ने प्रेमदेव गिरी हुन् भने 2080 मा प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादवलाई प्रदान गरिएको थियो। अब लागौं अर्को पुरस्कारतर्फ। मिस नेपाल। मिस नेपाल वर्ल्ड 2025 भर्खरै सम्पन्न मिस नेपाल वर्ल्ड 2025 का विजेता लुना लुइटेल भएकी छिन्। यो मिस नेपालको 31औं संस्करण हो भने आयोजक द हिडन ट्रेजर रहेको छ। उनी अर्थात् लुना लुइटेल युनिभर्सिटी अफ सिडनीबाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत छिन् भने यसअघि सन् 2015 मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन्। त्यस्तै मिस नेपाल कस्मो 2025 दीपशिखा नेपाल, मिस नेपाल इन्टरनेसनल 2025 उरुषा भण्डारी र मिस नेपाल अर्थ 2025 सोनी घले बनेकी छन्। सन् 1994 मा आयोजित पहिलो मिस नेपाल प्रतियोगिताका विजेता अर्थात् पहिलो मिस नेपाल रुबी राणा भएकी थिइन्। नेपाल आइडल सिजन 6 2082 भाद्र 15 गते सम्पन्न फाइनलमा 4 जना फाइनलिस्टलाई पराजित गर्दै गङ्गा सोनम नेपाल आइडल सिजन 6 को विजेता बनेकी छन्। उनले 25 लाख राशिको पुरस्कार जितिन्। छैठौं संस्करणको नेपाल आइडलका उपविजेताहरू पहिलो उपविजेता बबिता थापा मगर र दोस्रो उपविजेता दर्शना गान्धारी बनेका छन्। नेपाल आइडल सिजन 1 का विजेता बुद्ध लामा हुन्। त्यस्तै नेपाल आइडल एउटा नेपाली रियालिटी टेलिभिजन गायन प्रतियोगिता हो जुन आइडल्स फ्रेन्चाइजको हिस्सा हो। यस फ्रेन्चाइजको सर्जक तथा मालिक फ्रीमेन्टल मिडिया हो। नेपाल आइडल सिजन 6 सुरेश पौड्याल र अलिन श्रेष्ठले निर्देशन गरेका हुन्। अब अर्को समसामयिक विषयतर्फ। ग्लोबल पीस इन्डेक्स। ग्लोबल पीस इन्डेक्स 2025 मा नेपाल 76औं स्थानमा रहेको छ भने 1.987 अङ्क प्राप्त गरेको छ। यो रिपोर्ट इन्स्टिट्युट फर इकोनोमिक्स एन्ड पीस आइइपी अस्ट्रेलियाले हरेक वर्ष प्रकाशन गर्दै आएको छ। कुल 163 देशहरूको अध्ययनमा आधारित यो प्रतिवेदन अनुसार प्रथम 5 शान्तिपूर्ण देशहरू आइसल्यान्ड, आयरल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रिया र स्विट्जरल्यान्ड रहेका छन् भने
सबैभन्दा अशान्त देशहरू अर्थात् अन्तिम 5 देशहरू रसिया, युक्रेन, सुडान, कङ्गो लोकतान्त्रिक गणतन्त्र र यमन रहेका छन्। त्यस्तै यस प्रतिवेदन अनुसार भुटान दक्षिण एसियाकै पहिलो शान्तिपूर्ण मुलुक बनेको छ, नेपाल दोस्रोमा छ। दक्षिण एसियाली राष्ट्रको स्थिति। शान्तिपूर्ण देशको क्रम क्रमशः भुटान, नेपाल, श्रीलङ्का, भारत, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान। अब अर्को समसामयिक विषयतर्फ लागौं। छायानाथ राष्ट्रिय निकुञ्जको घोषणासँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या 13 पुगेको छ। वन मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले 2082 भदौ 13 गते छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो। यो राष्ट्रिय निकुञ्ज मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा पर्दछ। यसअघि मुगु जिल्लामा 2032मा रारा राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो। डोल्पाको सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारुङ गाउँपालिकाको डोल्फु क्षेत्रको करिब 906 वर्ग किलोमिटर भूभागलाई छुट्याएर छायानाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ। अब सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल 2649 वर्ग किमी हुनेछ। यसभन्दा अगाडि 3555 वर्ग किमी थियो। यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या 13 पुगेको छ। 13औं राष्ट्रिय निकुञ्ज छायानाथ राष्ट्रिय निकुञ्ज बनेको छ। अब अर्को समसामयिक विषयतर्फ लागौं। सगरमाथा र अन्य हिमाल आरोहण शुल्कमा परिवर्तन। नेपाल सरकारले 2082 भदौ 16 गतेदेखि पर्वतारोहण शुल्कमा नयाँ व्यवस्था गरेको छ। झण्डै 1 दशकपछि नयाँ शुल्क लागू गरेको हो, जसमा सगरमाथाको दक्षिण पूर्वी मार्गबाट आरोहण गर्ने विदेशी आरोहीका लागि वसन्त ऋतुमा 15,000, शरद ऋतुमा 7,000, शिशिर वर्षा ऋतुमा 3,750 अमेरिकी डलर तोकिएको छ। त्यस्तै अन्य मार्गबाट सगरमाथा आरोहण गर्ने विदेशी आरोहीका लागि वसन्त ऋतुमा 10,000, शरद ऋतुमा 5,000, शिशिर वर्षा ऋतुमा 2,500 अमेरिकी डलर तोकिएको छ। नेपाली आरोहीका लागि सगरमाथा आरोहणको शुल्क वसन्त ऋतुमा 1,50,000, शरद ऋतुमा 75,000 र अन्य याममा 35,000 नेपाली रुपैयाँ तोकिएको छ। त्यस्तै 8,000 मिटरभन्दा माथिका अन्य हिमाल आरोहण शुल्क वसन्त ऋतुमा 3,000 अमेरिकी डलर, शरद ऋतुमा 1,500 अमेरिकी डलर र अन्य याममा 750 अमेरिकी डलर तोकिएको छ। अब अर्को समसामयिक विषयतर्फ लागौं। साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलन। साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलन सन् 2025 अगस्त 31 देखि सेप्टेम्बर 1 तारिकसम्म तियाङजिन, चीनमा सम्पन्न भएको छ। उक्त सम्मेलनमा 2026-2035 विकास रणनीति स्वीकृत गरिएको छ भने तियाङजिन डिक्लेरेसन जारी, सुरक्षा र आर्थिक सहकार्य सुदृढ गर्ने निर्णय गरिएको छ। यस सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको थियो। नेपाल सन् 2016 मार्च 22 देखि साङ्घाई सहयोग सङ्गठनको संवाद साझेदार अर्थात् डायलग पार्टनरको रूपमा रहँदै आएको छ। अब साङ्घाई कोअपरेसन अर्गनाइजेसन SCO को स्थापना सम्बन्धी केही सामान्य जानकारी हेरौं। चीन, कजाकिस्तान, किर्गिस्तान, रसिया र ताजिकिस्तान 5 देश मिलेर सन् 1996मा साङ्घाई 5 स्थापना गरेका थिए। सन् 2001मा उज्बेकिस्तान थपिएपछि साङ्घाई 5 लाई साङ्घाई सहयोग सङ्गठनमा नामाकरण गरियो, जसका सुरुवाती सदस्य चीन, रुस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान रहेका थिए। त्यसपछि भारत र पाकिस्तान सन् 2017मा, इरान सन् 2023मा र बेलारुस सन् 2024 सदस्य भए। हाल साङ्घाई सहयोग सङ्गठनका सदस्य 10 राष्ट्र रहेका छन्। यस सङ्गठनको मुख्यालय बेइजिङ, चीनमा रहेको छ। यस सङ्गठनको सन् 2026मा शिखर सम्मेलन किर्गिस्तानको राजधानी बिश्केकमा हुनेछ। अब अर्को समसामयिक विषयतर्फ लागौं। नेपालमा जेनजी आन्दोलन।
नेपालमा जेन्जी आन्दोलन 2082 भदौ 23 र 24 गते अर्थात् सन् 2025 सेप्टेम्बर 8 र 9 तारिखका दिन भएको थियो। यो आन्दोलन हुनुको मुख्य कारण भ्रष्टाचारको विरोध, सामाजिक सञ्चारमाथि लगाइएको प्रतिबन्ध र नेपोबेबिज प्रवृत्तिको आलोचना भएको जनाइएको छ। आन्दोलनमा 3 मुख्य नारा लगाइएका थिए, जसमा इनफ इज इनफ, वेक अप जेन्जी र युथ अगेन्स्ट करप्सन। अब प्रमुख घटनाक्रम हेरौं। भदौ 23मा आन्दोलन सुरु। आन्दोलनकारीहरू संसद भवन बानेश्वरतर्फ अगाडि बढेपछि प्रहरीद्वारा अश्रुग्यास तथा गोली, प्रहरी दर्जनौं घाइते र मृत्यु भएका। भदौ 23 साँझ गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा र भदौ 23 मई सरकारद्वारा सामाजिक सञ्चारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको आन्दोलनले हिंसात्मक रूप लिएपछि भदौ 24मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा र भदौ 24को साँझ प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नुभएको थियो। भदौ 27मा सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन र संसद विघटन गरिएको थियो। आन्दोलनको प्रभाव 74 जना बढीको मृत्यु, सयौं घाइते, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतमा आगजनी, राष्ट्रपति भवन, मन्त्रालय तथा नेताहरूको निवासमा क्षति, देशैभर सरकारी कार्यालयमा आगजनी गरिएको थियो। नेपालको इतिहासमा 2 दिनमै सम्पन्न भएको आन्दोलन हो जेन्जीको आन्दोलन। केवल 2 दिनमै सरकार घुँडा टेक्न बाध्य भयो। अब लागौं अर्को समसामयिक विषयतर्फ। अफ्रिका महादेशको सबैभन्दा ठूलो जलविद्युत आयोजना ग्रान्ड इथियोपियन रेनेसान्स ड्याम GERD इथियोपियाको बेनिसाङ्गुल गुमुज क्षेत्रमा सुडानको सीमा नजिकै ब्लू नाइल नदीमा निर्माण गरिएको हो, जसको उद्घाटन सेप्टेम्बर 9, 2025मा भएको हो। यो आयोजना इथियोपियाले करिब 4.8 अर्ब अमेरिकी डलरको लागतमा आफ्नै स्वामित्व र लगानीमा निर्माण गरेको हो र यसको उत्पादन क्षमता करिब 5150 मेगावाट रहेको छ। इथियोपियाले यसलाई राष्ट्रिय गर्वको प्रतीक भनेर प्रचार गरेको छ। यो अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत आयोजना मात्र नभई इथियोपियालाई ऊर्जा आत्मनिर्भर बनाउँदै विद्युत निर्यात गर्न सक्ने सम्भावना बढाउने साथै क्षेत्रीय विद्युत आपूर्तिको केन्द्र बन्ने लक्ष्य राखिएको छ। तर यस आयोजनासँगै सुडान र इजिप्टसँग पानी बाँडफाँड सम्बन्धी विवाद उत्पन्न भएको छ भने वातावरणीय तथा सामाजिक प्रभावबारे चिन्ता पनि व्यक्त गरिएको छ। अब अर्को समसामयिक विषयतर्फ लागौं। केही समसामयिक एक लाइनमा। युरोमनी अवार्ड फर एक्सेलेन्स 2025 को बेस्ट बैंक अवार्डबाट सम्मानित हुने नेपाली बैंक कुन हो? ग्लोबल आइएमई बैंक लिमिटेड। सिन्धुपाल्चोककै सबैभन्दा ठूलो 102 मेगावाट क्षमताको मध्य बोटेकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादन कहिलेदेखि भएको हो? 2082 भदौ 16 गतेदेखि। मुस्ताङको कोर्ला नाका व्यावसायिक रूपमा पहिलो पटक कहिलेदेखि सञ्चालनमा आएको हो? 2082 भदौ 23 गतेदेखि। सङ्घीय निजामती सेवा विधेयक 2080 राष्ट्रिय सभाबाट कहिले पारित भएको हो? 2082 भदौ 17 गते। नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स AI नीति 2082 कहिले स्वीकृत गरेको हो? 2082 साउन 26 गते। सङ्घीय सरकारले देशभर 23 नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय कहिले गरेको हो? 2082 भदौ 9 गते। दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? 2082 भदौ 21 गते ललितपुरमा। जलवायु परिवर्तन र यसको प्रभाव सम्बन्धी विश्व सम्मेलन CCI 2025 कहिले र कहाँ सम्पन्न भएको हो? 2082 भदौ 21 देखि 23 गतेसम्म काठमाडौँमा। सुडानको डार्फरमा 1000 जनाभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो? सन् 2025 अगस्त 31 तारिखका दिन। अफगानिस्तानमा 800 भन्दा बढी मानिसको ज्यान जाने गरी शक्तिशाली भूकम्प कहिले गएको हो? सन् 2025 अगस्त 31 तारिखका दिन। नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो? 2082 भदौ 2 गते। श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिंहेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा कहिले पक्राउ गरिएको हो? सन् 2025 अगस्त 22 तारिखका दिन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटवार्ता कहिले भएको हो?
सन् 2025 अगस्त 15 तारिखका दिन अलास्का, अमेरिकामा। भाद्र महिनामा पर्ने दिवसहरू। राष्ट्रिय सूचना दिवस भाद्र 3 गते मनाइन्छ, जसको मूल मन्त्र रहेको छ सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार। 2082 को 19औं राष्ट्रिय सूचना हो। पुस्तकालय दिवस भाद्र 15 गते मनाइन्छ। यस वर्ष 2082 को नारा हाम्रो पुस्तकालय हाम्रो भविष्य रहेको छ भने यस वर्षको 18औं पुस्तकालय दिवस हो। राष्ट्रिय बाल दिवस भाद्र 29 गते मनाइन्छ। यस वर्ष 2082 को नारा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी रहेको छ भने यस वर्षको 61औं राष्ट्रिय बाल दिवस हो। अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस सेप्टेम्बर 16 तारिखका दिन विश्वभर मनाइन्छ। यस वर्ष सन् 2025 को नारा फ्रम साइन्स टु ग्लोबल एक्सन रहेको छ। 2082 भाद्र महिनाको समसामयिक सामान्य ज्ञान यति नै। आजको भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।